हेलो एन्ड नमस्ते, वेलकम ब्याक टु माई युट्युब च्यानल। होप सबैजना सन्चै आरामै हुनुहुन्छ। माई नेम इज मौसम कुँवर। म हाल बुल्गेरियामा छु। मैले बुल्गेरियाको बारेमा तपाईहरुलाई धेरै भिडियोहरू बनाइरहेको छु। धेरै साथीहरूको प्रश्नको उत्तर पनि दिने ट्राई गर्दैछु। आजको भिडियो चाहिँ मेरो स्पेशली साथीहरूले सोधेको क्वेशनहरूको एन्सर दिने को बारेमा भिडियो हो। के कस्तो हुन्छ भिडियो सबै कुरा हेर्दिनु होला है त। बाइक राइडरमा कस्तो हुन्छ, रोमानियामा मान्छेहरू फसिरहेको छन्, गएको 18-19 महिना हुनुसम्म पनि काम नपाएको कारणले न्युजहरुमा आएको छ। हामी हेरिरहेको थियौं। मैले पनि बुल्गेरिया एप्लाई गर्न चाहिरहेको छु, गरिरहेको छु। के त्यहाँ आएर त्यस्तो फसिने डर हुन्छ कि हुँदैन, प्लिज अपडेट गरिदिनुस् न भनेर एकजना साथीले भन्नुभएको छ। सो यहाँ आइसकेपछि चाहिँ तपाईहरुले इम्पोर्टेन्ट कुरा भनेको ल्याङ्ग्वेज नै हो हैन। अब इंग्लिशमा र तपाईको बुल्गेरियन ल्याङ्ग्वेजमा एक्जाम हुन्छ। सो एक्जाम पास नगर्नुसम्म तपाईहरुलाई लाइसेन्स दिदैन। नेपालको लाइसेन्सले भ्यालिड हुने भनेको 6 महिनासम्म, 1 वर्षसम्म मात्रै हो। त्यसपछि तपाईले हेको लाइसेन्स बनाउनु पर्ने हुन्छ। अलिकति इंग्लिशमा हुने कारणले गर्दाखेरि इन्टरभ्यूमा अब तपाईको इन्टरभ्यू एक्जाममा फेल भएको कारणले गर्दाखेरि काम नलगाइकिन तपाईहरुलाई बसाले भने चाहिँ त्यो समस्या हुने हो। अब तपाईहरु आइसकेपछि एक्जाम दिनुहुन्छ, प्रिपरेसन गराउँछ। अब 1-2 हप्ता गराइसकेपछि तपाईहरुले एक्जाम दिँदाखेरि धेरै पैसा खर्च भइरा हुन्छ। अहिलेको कन्डिसनमा गाडीको लाइसेन्स बनाउनलाई 1500 देखि 2000 BGN सम्म पैसा लागिरहेको छ। सो त्यो पैसा खर्च हुने भएको कारणले गर्दाखेरि चाहिँ कम्पनीले होल्ड गरेर राख्ने, काममा नलाउने भन्ने कुरा हुन्छ। अनि त्यस साथै के छ भन्दा तपाईको यहाँ आइसकेपछि लाइसेन्स निकाल्दाखेरि एकपटक दिनुहुन्छ, फेल हुनुभयो भने अर्को पटक ट्राई गर्न पनि दिन्छ। अब त्यो रोमानियाको विषयमा चाहिँ मलाई अलि जानकारी भएन, तर फसिरहेको छन्। 18 महिना भयो भन्ने एउटा मैले न्युजमा हेरेको थिएँ। तपाईहरु पनि आउँदै हुनुहुन्छ भने त्यो कुराहरु चाहिँ धेरै सोचेर नआउनुस्। भोलि बिहान इन केस अफ मैले लाइसेन्स निकाल्न सकिन्न, मैले लाइसेन्स बनाउन सकिन्न, म त डेलिभरीमा आएको, मैले चाहिँ डेलिभरी नै गर्छु भन्ने चाहिँ एक्सपेक्टेसन गरेर त्यो सोचेर चाहिँ नआउनु होला। डेलिभरीमा आएको, म त डेलिभरी नै गर्छु भन्नुहुन्छ भने चाहिँ तपाईलाई एकदम गाह्रो पर्नेछ। यहाँ भोलि इन केस अफ लाइसेन्स निस्किएन भने, मैले लाइसेन्स निकाल्न सकिनँ भने मैले अरु हेल्पिङ काम, किचन हेल्पर, वेयर हाउस, इन्डोर काम हुन्छ जतिसुकै लेबर बाहेक, कन्स्ट्रक्सन लेबर बाहेक अरु काम सबै कुरा गर्छु, म त्यो गर्नलाई रेडी छु। मैले लाइसेन्स निकाल्न सकिएन भने भन्ने चाहिँ आफूलाई विश्वास गरेर आउनु होला। लाइसेन्स निकाल्न सक्नुहुन्छ, ठिकै छ। लाइसेन्स निस्कियो, ठिकै छ, तपाईको पर्फेक्टको कुरा हो त्यो। तर यहाँ आइसकेपछि म त डेलिभरीमा आएको, म त डेलिभरी नै गर्छु भन्ने सोचले आउनुहुन्छ भने चाहिँ त्यो नआउँदा हुन्छ। यहाँ लाइसेन्स निकाल्न सक्नु भएन भने तपाई नेपाल जानु फर्किनु पर्नेछ। तपाई यही बस्दा पनि तपाईको कति पैसा लस हुनेछ, स्यालेरी हुँदैन, काम हुँदैन, काम नगरिकन बस्ने स्थिति आउँछ। त्यसपछि तपाईलाई अप्ठ्यारो पर्छ। सो मैले लाइसेन्स निकाल्न सकिनँ भने मैले अरु काम पनि गर्छु भन्ने चाहिँ सोचेर आउँदा चाहिँ तपाईलाई बेस्ट हुन्छ है। सो धेरै मान्छेको प्रश्न थियो। हाल अहिले एकजना नेपालमा भएको साथीले मलाई सोध्नु भएको प्रश्न छ, विष्णु थापा। उहाँले चाहिँ के सोध्नु भएको छ भन्दा, सर रोमानियामा बाइक राइडरमा गएको मान्छेहरू धेरै फसेको कारण छ, फसेको सुनिएको छ। हामी बुल्गेरिया आउँदाखेरि हामीलाई के होला, कस्तो होला भनेर सोध्नु भएको छ। एक्चुअली यो विषयमा चाहिँ एकदम हुन नसक्ने कुरा जस्तै हो हैन, तर ह्यापन भइसक्यो। युरोपमा त्यसरी खाडीमा जस्तै मिडल इस्टहरुमा साउदी, मलेसिया, दुबई, कतारमा जस्तो आएर यहाँ फस्ने चान्स 100 मा 10% मात्रै होला के। 90% सक्सेस नै हुन्छ, 90% राम्रो नै हुन्छ। सो रोमानिया आएको धेरै मान्छेहरू बाइक राइडरमा आएर 18-19 महिना काम नगरेर बस्दा, अनि काम गरेनन्, त्यसपछि काम पाएनन्, बाइक राइडरमा आएको हामी अल्पत्र पर्यौ भनेर एउटा न्युजमा आएको थियो। मैले पनि सुनेको थिएँ, हेरेको थिएँ। उहाँको प्रश्न पनि त्यही नै छ, बाइक राइडरमा आउँदा फसिन्छ कि भन्ने कुरा। खासमा यो कुरा के छ भन्दाखेरि हामीले नबुझेको कुरा चाहिँ बाइक राइडरमा आउँदा चाहिँ उहाँको नेपाली लाइसेन्सले यहाँ काम गर्ने कुरा हुँदैन, यहाँको लाइसेन्स बनाउनु पर्छ। अनि त्यसपछि तपाईको यहाँ आइसकेपछि इंग्लिशमा, अब इंग्लिश नत्र भने बुल्गेरियन ल्याङ्ग्वेज, त्यसमा इन्टरभ्यू दिनुपर्छ। इन्टरभ्यू मिन्स एक्जाम दिनुपर्छ है। अब एक्जाम दिनको लागि चाहिँ अब हामी धेरै मान्छेहरू त इंग्लिशमा त्यति क्वालिफाइड छैनौं, त्यति जानेको, त्यति धेरै जान्ने छैनौं। अनि बुल्गेरियन ल्याङ्ग्वेज त नयाँ भइगयो, हामीलाई केही पनि आउँदैन। सो यहाँ आइसकेपछि चाहिँ
तपाईको एक्जाम दिनुपर्छ के तपाईको इंग्लिशमा एक्जाम हुन्छ एक्जाम पास नभएसम्म लाइसेन्स निक्लिदैन लाइसेन्स ननिक्लिकन तपाईलाई कसैले पनि डेलिभरी राइडरमा अब डेलिभरी बोयमा राख्दैन काम पनि हराउने कुरा हुँदैन त्यही भएर तपाईहरु एकदम प्रिपेयर भएर एक्जाम दिन सक्छु इंग्लिशमा मेरो लिखित एक्जाम हुँदाखेरि म क्लियर गर्न सक्छु त्यो कन्फिडेन्स छ भने बाइक राइडरमा आउँदा चाहिँ राम्रो हो के अब इन केस अफ आउनु भयो ल तपाईले भिसा लगाइसक्नु भयो मेरो भिडियो हेर्नु भन्दा अगाडि नै लाउनु भएको थियो तपाईको भिसा लागिसक्यो पर्मिट आइसक्यो आउनु भयो आइसकेपछि पनि आफू घर बस्दाखेरि 2 घण्टा 3 घण्टा दिनमा प्रिपरेसन गर्नुभयो पढ्नु भयो भने चाहिँ गाह्रो छैन निकाल्न सकिन्छ अनि यहाँ निकाल्दाखेरि अब टाइम लाग्ने अनि त्यसपछि लाइसेन्स नभइकन चलाउन दिने कुरो भएन भोलि हामीलाई नै घाटा हो त्यही भएर चाहिँ तपाईको मान्छेहरु अब डेलिभरीमा आइसकेपछि एकछिन होल्ड हुने काम नपाउने काम गर्न नपाउने त्यस्तो समस्याहरु चाहिँ देखिरहेको हुन्छौं हामी हैन अनि सो तपाईहरुले चाहिँ आफू प्रिपेयर भएर प्रिपरेसन गर्न सक्छु मैले सक्छु भन्ने सोचले आउनु भयो भने चाहिँ गर्न सकिन्छ अनि साथै स्यालेरीको विषयमा पनि बाइक राइडरको स्यालेरी भनेको अब धेरै एक्सपेक्टेसन गरेर नआउनुस् के धेरै एक्सपेक्ट गर्ने बानी हाम्रो खासमा नराम्रो हामीले 1000 युरो 1200 युरो भन्ने सोच्छौं त्यो चाहिँ रियालिटी हैन यहाँ आइसकेपछि कसरी पनि तपाईलाई धेरै पैसा दिन्छु भनेर दिदैन के यहाँको नर्मल मान्छेहरुले पनि स्यालेरी मिडियम नै कमाउँछन् सो त्यही भएर यहाँ धेरै स्यालेरी धेरै वेजेस छ भनेर चाहिँ सोचेर नआउनु होला 700 800 युरो सम्म कमाउन सकिन्छ कि बाइक राइडरमा गइयो भने भन्ने सोचले आउनु भयो भने तपाईहरु खुसी हुनुहुन्छ सो यही नै थियो उहाँको प्रश्न अनि अर्को प्रश्न हाम्रो लाल बहादुर जीको कि सर वेयर हाउसमा राम्रो कि किचन हेल्परमा राम्रो भन्नु प्रश्न गर्नुभएको छ वेयर हाउसमा अनस्किल भए पनि हुन्छ किचन हेल्परमा पनि अनस्किल भए पनि हुन्छ स्किल चाहिदैन यही आइसकेपछि काम गर्न सकिन्छ हाम्रो नेपालीहरुले डेली लाइफमा युज हुने कामहरु हामी चाहिँ यहाँ आइसकेपछि गर्न सक्छौं सो आउँदा चाहिँ अब जेमा भिसा लाग्छ त्यसैमा आउँदा चाहिँ राम्रो हो अब तपाईको वेयर हाउसमा छ भने वेयर हाउसको बारेमा अलिअलि सिक्नु पर्यो काम कसरी गर्ने कसरी सामान हाल्ने कसरी त्यो एउटा कम्पनी वेयर हाउस भित्र हामी हिड्न सक्छौं त्यो चाहिँ आफूले बेसिक कुराहरु चाहिँ जानेर आउनु पर्यो किचन हेल्परमा आउँदा पनि कटिङ तपाईको डिश वाशिङ देखि लिएर हरेक कुरा पर्छ अब डिश वाशिङ पनि गर्नुपर्छ यहाँ आइसकेपछि किचन हेल्परमा भइसकेपछि अपर्चुनिटी चाहिँ किचन हेल्परमा देख्छु मैले चाहिँ है म आफै वेयर हाउसमा काम गर्ने भएर पनि होला सायद अपर्चुनिटी चाहिँ तपाईको किचन हेल्परमा देख्छु किनकि किचन हेल्परमा काम गर्दा गर्दा सेफ हुन सकिन्छ सिक्न सकिन्छ जान्न सकिन्छ वेयर हाउसमा चाहिँ सकिदैन त्यो कुराहरु हुँदैन तपाईको पिकरको पिकर सधैँभरि पिकर नै हुन्छ तर भिसा लाग्छ भने चाहिँ जेमा आउँदा पनि केही फरक पर्दैन अब कमाउनु नै हो स्यालेरी चाहिँ धेरै एक्सपेक्ट नगरिकन आउनु होला ठिक्क 600 युरो जति कमाउँछु मैले भन्ने सोचले बचाउँछु मैले भन्ने सोचले आउनु हो भने ठीक हुनेछ अनि एकजना मीना कुमारी जी हुनुहुन्छ मीना कुमारी जी को क्वेशन चाहिँ न्यू सब्स्क्राइबर सर लेडिजहरुलाई क्लिनरमा आउँदा कस्तो हुन्छ के हुन्छ भन्नुभएको छ लेडिजहरुलाई क्लिनरमा आउनको लागि त्यस्तो गाह्रो छैन भिसा लाग्नु पर्यो भिसा लगाइसकेपछि यहाँ आएर तपाईहरु अपार्टमेन्ट स्कुल होटल रेस्टुरेन्टहरुमा चाहिँ क्लिनिङको काम गर्नुपर्छ साथै कम्पनीहरुमा पनि क्लिनिङको काम गर्दाखेरि इजी नै हुन्छ क्लिनिङको काम बेसिक काम गराएको हुन्छ हामी नेपालमा सो त्यो गाह्रो हुँदैन सजिलो हुन्छ ढुक्क भएर आउँदा हुन्छ तपाईहरु अनि तपाईको क्लिनिङको बारेमा चाहिँ बेसिक कुराहरु अब कुन लिक्विड हालेर भई सफा गर्ने हो टोयलेटमा के हालेर सफा गर्ने हो भन्ने कुरा चाहिँ अलिअलि तपाईहरुलाई थाहा भइरहेको हुन्छ त जान्ने पनि सक्नुभएको छ तपाईहरुले सो ढुक्क भएर आउँदा हुन्छ क्लिनरमा पनि त्यस्तो खासै गाह्रो काम हुँदैन मजाले काम गर्न मिल्छ भिसा लाग्नु इम्पोर्टेन्ट कुरा हो त्यो लागिसकेपछि ढुक्क भएर आउँदा हुन्छ अनि एकजना मेरो आफ्नै साथी हुनुहुन्छ रोयल केसीजी उहाँको प्रश्न चाहिँ ड्राइभरको लागि कस्तो छ कमाई कतिसम्म हुन्छ भनेर प्रश्न गर्नुभएको छ उहाँले सो ड्राइभरको हकमा चाहिँ प्रोसेसिङ नै बताइन्छ मैले तपाईलाई धेरै जनाको प्रश्न छ ड्राइभरको बारेमा चाहिँ नेपालदेखि आउनुहुन्छ भने चाहिँ हामी 6 चक्का 12 चक्का चलाउन बान लाग्यो तपाईको त्यो टेलर हुन्छ नि टेलर टाइपको चलाएको हुँदैन हैन यहाँ चाहिँ टेलर टाइपको गाडी हुन्छ सबै धेरै जसो के अब तपाईको अगाडिदेखि पछाडीसम्म त्यो
ट्र्याक्टर चलाए जस्तो। त्यो अब गाउँमा घरमा पनि मैले त देखिरहेको हुन्थेँ। तपाईँले चलाउन सक्नुहुन्छ, चलाउनु भएको, तपाईँसँग धेरै एक्सपिरियन्स छ। सो ड्राइभरमा आउनलाई चाहिँ टेलर चलाउन जानेको भयो भने चाहिँ एकदम राम्रो हो। अनि यहाँको मान्छेहरूले टेलर चलाउन नै ड्राइभर खोजिरहेको हुन्छन्। अनि त्यसपछि यहाँ आइसकेपछि लाइसेन्स कन्भर्टको चाहिँ तपाईँको अलिकति गाह्रो छ, किनभनेपछि हेभी ड्राइभरमा आउँदाखेरि यहाँ डाइरेक्ट चलाउन दिँदैन। अब 6 महिनाको त्यस्तो 6 महिना 1 वर्षसम्मको टाइम पिरियडमा कम्पनीले ग्यारेन्टी गरेर चेन्ज गराइदियो भने गराइदियो, गराइदिएन भने यहीँको तपाईँको लाइसेन्स बनाउनुपर्छ। यहीँको लाइसेन्स बनाउनलाई पनि बेसिक तपाईँको सिग्नलदेखि लिएर तपाईँको क्वेसनहरू, गाडी कहाँ रोक्ने कहाँ नरोक्ने, हाइवेमा कति स्पिड हिँडिराख्ने, कति स्पिडमा नहिँडिराख्ने, सहर सिटीमा कति स्पिड हिँड्ने, अनि त्यसपछि खाली ठाउँमा कति स्पिड हिँड्ने, तिनी कुराहरू चाहिँ ज्ञान लिँदै गर्नु होला। तपाईँले आउने इच्छा छ भने चाहिँ त्यो सिक्दै गर्नु होला। नत्र भने तपाईँको प्रोसेसिङ टाइम भनेको 6 देखि 8 महिना 10 महिनासम्म लाग्न सक्छ। सो त्यो टाइममा चाहिँ अलिकति यहाँको विदेशको बाटोहरूको बारेमा लेफ्ट ह्यान्ड स्टियरिङ हुन्छ। सो तिनी कुराहरू चाहिँ रुल्स एन्ड रेगुलेसन चाहिँ सिक्नु होला। अनि सेलेरीको विषयमा कमाइ पनि तपाईँले धेरै एक्सपेक्ट नगर्नुहोस्। तपाईँको 1000 युरो जति एक्सपेक्ट गर्दा हुन्छ। 1000 युरो जति तपाईँको बच्छ, त्योभन्दा माथि पनि बच्न सक्छ। ड्राइभरको चाहिँ राम्रै हुन्छ सेलेरी होइन। अब यहाँबाट तपाईँको धेरै ठाउँहरूमा जानुपर्छ, देश नै कटेर अब आउट अफ बोर्डर नै हुनुपर्छ होइन। अनि जाँदा आउँदा त्यही भएर रुल्स चाहिँ सिकेको राम्रो हो। रुल्सहरू सिकेर आउनुभयो भने सेलेरी राम्रो हुन्छ। एप्लाई गर्नुभएको छैन भने अहिले केही फरक परेन। एप्लाई गरिसकेपछि चाहिँ तपाईँले रुल्स एन्ड रेगुलेसन चाहिँ पढ्नु होला है त। अनि हाम्रो रेशम कुँवरजीले सोध्नुभएको छ भिसा पठाइदिनुहोस् न भनेर। भिसा पठाउन त्यति इजी छैन हाल बुल्गेरियाबाट। अब कम्पनीले ट्रस्ट गरेर कम्पनीले ल तेरो मान्छे म बोलाइदिन्छु म भनेर मिडल इस्टमा जस्तो अब दुबईमा भएको भए हुन्छ आइजानु त आउनुहोस् न त भिजिटमा आउनुहोस्, म यहाँ काम लगाइदिन्छु भन्नुहुन्थ्यो। यहाँ चाहिँ अलिकति गाह्रो छ भिजिटमा भिसा पाउनु पनि। सो भिसा पठाउन चाहिँ अहिले पोसिबल छैन। केही समय प्रतीक्षा गर्नुहोस्, त्यसपछि के हुन्छ कसो हुन्छ त्यसको बारेमा डिस्कस गरौँला। अनि हाम्रो एउटा अटोनोमिक सर हुनुहुन्छ, उहाँले चाहिँ अझै भिसा लाग्छ कि लाग्दैन भन्नुभएको छ। लाग्छ भिसा नलाग्दैन भन्ने कुरा हुँदैन। प्रोसेसिङ कहाँबाट गर्नुभएको छ, कसरी गर्नुभएको छ, गर्ने मान्छे जेन्युन छ कि छैन त्यसमा भन्नुपर्छ। भिसा चाहिँ लाग्छ। अनि एउटा गन्तव्य आशाजी हुनुहुन्छ, उहाँले चाहिँ प्रश्न सोध्नुभएको छ युएईको लाइसेन्सले हामी बुल्गेरियामा कन्भर्ट गर्न मिल्छ कि मिल्दैन भनेर सोध्नुभएको छ। युएईको लाइसेन्स भनेको तपाईँको वर्ल्डकै अब राम्रो लाइसेन्समा पर्छ। त्यो लाइसेन्स पाउने मान्छेहरू एकदम काम गर्छ, कन्भर्ट गर्न मिल्छ। दुबईको लाइसेन्स भनेको इन्टरनेसनल लाइसेन्स हो। टुक्क भएर इजी तरिकाले तपाईँ आउन पनि मिल्छ, काम गर्न मिल्छ। निश्चिन्त भएर आउँदा हुन्छ तपाईँ टुक्क भएर। प्रदीप देवकोटाजीले सोध्नुभएको छ वेयर हाउसमा 1000 सेलेरी भनेको छ कि यो कुरा साँचो हो, सेलेरी त्यति हुन्छ कि हुँदैन भनेर सोध्नुभएको छ। वेयर हाउसमा त्यो सेलेरी भनेको एकदम हाई लेभलको सेलेरी हो, एकदम टप लेभलको सेलेरी हो। त्यति चाहिँ एक्सपेक्ट गरेर नआउनुहोस् नेपालदेखि बुल्गेरिया आउँदै हुनुहुन्छ भने। 1000 युरो भनेको धेरै सेलेरी हो। त्यो सेलेरी चाहिँ तपाईँको बेल्जियममा अनि नेदरल्यान्डमा अनि जर्मनतिर इटलीतिर नर्मल पाउने मान्छेहरूले पाउने सेलेरी हो त्यो होइन। तर बुल्गेरियामा चाहिँ 1000 युरो सेलेरी हुन्छ भन्छ भने चाहिँ त्यो कुरालाई धेरै विश्वास नगर्नु होला। त्यति चाहिँ हुँदैन। फेरि कन्डिसन कस्तो छ भन्ने कुरा हो। तपाईँको 1000 सेलेरी दिन्छु त्यसमा त आफै बस्नुपर्छ, आफै खानुपर्छ भन्यो भने 1000 युरो सेलेरी तपाईँलाई दिन्छ। तर तपाईँलाई 1000 सेलेरी तेरो हो वेयर हाउसको एन्ड तैँले खाना बस्न फ्री पाउँछस्, एक्स्ट्रा पाउँछस् भन्छ भने त्यो कुरा चाहिँ सत्य होइन। अलिकति बुझेर मात्रै एप्लाई गर्नु होला है त। अनि एकजना साथी हुनुहुन्छ शिवराज भ्लग्स, उहाँले चाहिँ वेयर हाउसमा काम गरेको भिडियो पनि बनाउनुहोस् न भनेर भन्नुभएको छ। वेयर हाउसमा भिडियो गराउन चाहिँ मिल्दैन सर, किनकि वेयर हाउसको आफ्नो सबैको एउटा डिसिप्लिन छ, एउटा रुल्स एन्ड रेगुलेसन छ, एउटा प्रोटोकल छ। सो त्यो पार गरेर हामीले भिडियो बनाउँदा मलाई नै नेपाल पठाइदियो भने चाहिँ गाह्रो हुन्छ। सो भित्र चाहिँ भिडियो बनाउन मिल्दैन। तर वेयर हाउसको बारेमा चाहिँ यस्तो हुन्छ उस्तो हुन्छ त्यो कुरा चाहिँ डिटेल्स भन्न सकिन्छ, सबै कुरा मुखले भन्न सकिन्छ। तर डाइरेक्टली त्यहाँ भिडियो गरेर तपाईँलाई यो यस्तो हो यो यस्तो भनेर चाहिँ गराउनु मिल्दैन। मैले चाहिँ एउटा भिडियो गराउँछु भनेर सोधेको, यो चाहिँ मिल्दैन हुँदैन भन्यो। त्यही कारणले आइएम सरी फर द्याट, भित्र चाहिँ भिडियो गराउनु मिल्दैन अहिलेलाई।
अब पछि अब कम्पनीले दियो भने चाहिँ गराउँदा केही फरक पर्दैन, गराउने पनि छु, मैले ट्राई गर्छु, तर भिडियो चाहिँ देखाउन मिल्दैन त्यो भित्रको कामको बारेमा सबै कुरा। तपाईले युट्युबमा वेयर हाउसको बारेमा हेर्नुभयो भने, सर्च गर्नुभयो भने धेरै कुराहरू देखिन्छन्, त्यही नै हो, प्याटर्न त्यही हो, केही फरक छैन, हुँदैन है त। युट्युबमा हेर्नु न एकपटक। अनि एकजना सीता राई सिस्टरले सोध्नुभएको प्रश्न, नेपालबाट आउन 10 लाखसम्म लाग्छ भनेका छन्, के यो कुरा सत्य हो, बताइदिनुहोस् न भन्नुभएको छ। नेपालदेखि आउनको लागि बुल्गेरिया तपाईको 7-8 लाखदेखि माथि नै छ अहिलेको पिरियडमा हैन। अब आजभन्दा 1-2 वर्ष अगाडि चाहिँ 6 लाखसम्म पनि मान्छे आउँथे, 5.5 लाखसम्म पनि मान्छे आउँथे। भिसा लाग्नु सजिलो थियो, मान्छेहरूलाई थाहा थिएन कसरी आउने के आउने भनेर। त्यसपछि मान्छे आउँदै गरिसकेपछि सबै कुरा ज्ञान भयो, सबै कुरा बुझे मान्छेले, त्यसपछि कमिसनहरू बढाए। 8-10 लाख रुपियाँ लाग्न सक्छ, 8 देखि माथि नै लाग्छ, 10 लाखभन्दा तल नै लाग्छ लाग्नलाई। 10 लाखको हाराहारीमा सोच्नुहोस् न तपाईँले, उठाउनेले त 12 लाख पनि उठाएका छन्। एकजना मेरो सब्सक्राइबर भाइले नै मलाई इन्स्टाग्राममा मेसेज गरेर सोध्नुभएको थियो, दाइ यस्तो यस्तो पैसा छ, तपाईँको शरम निकाल्नको लागि पनि 2 लाख मागिरहेको छ, दिल्ली जानको लागि पनि 2 लाख रुपियाँ मागिरहेको छ। त्यो चाहिँ मेन पावरले माग्ने कारण चाहिँ के हो भन्दाखेरि सेक्युरिटीको लागि मागे हो। भोलि तपाईँ जानु भएन, भिसालाई लाग्नलाई धेरै पैसा खर्च भएको हुन्छ, प्रोसेसिङ टाइमको लागि धेरै पैसा खर्च गरेको हुन्छ। सो तपाईँ वर्क पर्मिट आइसकेपछि, भिसा लगाइसकेपछि जाँदैन भन्नुभयो भने तिनीहरू डुब्छन्। त्यो डुब्नुको सट्टा आफ्नो एउटा खर्च भएको पैसा चाहिँ दियो भने चाहिँ केही फरक पर्दैन भन्ने सोचले त्यो पैसा उठाइरहेको हुन्छन्। सो 10 लाख 8 लाखदेखि माथि 10 लाखभन्दा तल चाहिँ नर्मल नै हो। अब कम्पनीको कमिसन कति छ अनि खर्च कति छ सबै कुराले गर्दाखेरि चाहिँ धेरै लाग्ने हो पैसा चाहिँ हैन। अब मैले एकुरेट नै यति लाग्छ भन्ने कुरा गर्नु मिल्दैन। सबै प्रकारको सबै ठाउँमा डिफ्रेन्ट पैसा लाग्छ, सबै मान्छेले डिफ्रेन्ट। अब तपाईँ एउटा दुईटा एकजनासम्म एजेन्ट भेट्नु हो भने त्यतिसम्म पर्न सक्छ, 2-3 जना एजेन्ट पर्यो भने तपाईँको 12 लाखसम्म भेट्न सक्छ। त्यो चाहिँ कन्डिसन हेरेर यसो बुझेर आफूले पनि एनालाइसिस गरेर गर्नुस् न है। अनि एकजना हरिकुमारजीले सोध्नुभएको छ, कति टाइममा जानुभयो सर तपाईहरू भनेर। मलाई चाहिँ एप्लाई गरेको मेरो तपाईँको 8-9 महिनामा चाहिँ म बुल्गेरिया नै आएँ, किनकि मेरो छिटो काम भयो। मेरो पर्मिट आएको मार्चको 15मा हो, म मार्चको 17मा त दिल्लीको डेट बुक भइसकेको थियो पहिले नै। अनि इन्टरभ्यू दिएँ, इन्टरभ्यू भइसकेपछि भिसा भयो, भिसा भइसकेपछि अनि आइहालेको। मेरो चाहिँ 9 महिना जतिमा काम भयो। अब पर्मिट आउनलाई टाइम लाग्ने भएको कारणले गर्दाखेरि मान्छेहरूलाई टाइम लाग्ने हो। अब पर्मिट छिटो इस्यु भयो, छिटो आयो भने चाहिँ त्यस्तो खासै टाइम लाग्दैन। अब 1 वर्ष जति 10 महिना जति सोच्नुपर्छ अहिलेको कन्डिसनमा। 10 महिना जति नसोच्यो भने गाह्रो छ, छिटो जान्छु भन्ने सोचिन्छ भने गाह्रो छ। सो त्यही भएर तपाईँहरूले एप्लाई गर्दा पनि म त विदेश एप्लाई गरेको छु, म त यहाँ केही काम नगरिकन बस्छु, विदेश जाने हो भनेर नबस्नु। वर्क पर्मिट नआउन पनि सक्छ, ढुक्क हुँदैन, आइन्छ भन्ने कुरा ढुक्क हुँदैन। सो नेपालमा बस्नुसम्म पनि केही काम गरेर बस्दा चाहिँ राम्रो, आफ्नो डेली लाइफ स्पेन्ड गर्नको लागि, आफ्नो डेली लाइफलाई पुग्नु युजको लागि पैसा कमाउनु पर्यो। तपाईँहरूलाई अलिकति फाइनेन्सियली प्रेसर पनि हुँदैन अनि बोर पनि हुँदैन, भोलि काम नभयो भने रिग्रेट हुँदैन। त्यही भएर चाहिँ काम चाहिँ गर्नुहोस्, काम चाहिँ नछोड्नुहोस्, नगरिकन नबस्नुहोस्। अनि हाम्रो एकजना सिद्धान्तजीले सोध्नुभएको छ, ड्राइभरको अपर्च्युनिटी के छ भनेर। ड्राइभरको अपर्च्युनिटी त ड्राइभिङ नै काम गर्ने हो। नेपालमा जस्तो अब स्यालेरी कम हुने चाहिँ हुँदैन। अब एउटा कुरा चाहिँ म के भन्छु भन्दाखेरि नेपालमा पनि तपाईँहरूले 70-80 हजार 1 लाखसम्म बचाउन सक्नुहुन्छ कि सक्नुहुन्न भन्ने कुरा। त्यो बचाउन सक्नुहुन्छ भने तपाईँ 8-10 लाख रुपियाँ तिरेर यहाँ आएर परिवारसँगदेखि टाढा युरोप भनेर चाहिँ केही पनि छैन। यहाँ आउने, आफ्नो उमेर हुनुसम्म दुःख गर्ने, त्यसपछि जाने नेपाल नै हो। सो नेपालमै केही गर्न सक्नुहुन्छ, नेपालमै 80-90 हजार 1 लाख जति पैसा कमाउन सक्नुहुन्छ भने चाहिँ यहाँ आएर चाहिँ त्यति बेनिफिसियल मैले देख्दैन, त्यति फाइदा हुन्छ चाहिँ जस्तो लाग्दैन कि मलाई। त्यही भएर अब नेपालमै गर्न सक्नुहुन्छ। नेपालमा चाहिँ खासमा कुरो के छ भन्दाखेरि साथीभाइ धेरै हुने, घर परिवारमा जानुपर्ने, अनि अब त्यही भएको कारणले पैसा बच्दैन। यहाँ चाहिँ अब कामको काम, कतै खर्च गर्ने ठाउँ हुँदैन, कतै जाने ठाउँ हुँदैन, त्यही भएर बस्ने कारण हो। अब नेपालमा पनि त्यति 80-90 हजार 1 लाखसम्म कमाउन सक्नुहुन्छ भने चाहिँ यहाँ चाहिँ आउनलाई नआउँदा पनि बेसै हो। मैले चाहिँ त्यस्तो धेरै सजेस्ट गर्दैन है।
सो यही थियो कुरा मेरो। अब प्रश्नहरू साथीहरूले मेरो युट्युबको कमेन्टमा कमेन्ट गरे बापत मैले मेरो आफ्नो धारणा आफूले बुझेको कुरा तपाईहरुमा शेयर गरिरहेको छु हैन। भिडियो के कस्तो लाग्यो लाइक शेयर एन्ड कमेन्ट गरिदिनु होला। अनि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब पनि गरिदिनु होला। अर्को भिडियो फेरि भेटौँला। हस्त नमस्ते बाई बाई।